त्योपछि सरचार्ज लोड आउँछ हैन। सरचार्ज लोड भनेको लाइभ लोड सरचार्ज हुन्छ। यो सरचार्ज पनि धेरै किसिमको हुन्छ। डेड लोड सरचार्ज भन्ने एउटा वर्ड पनि हुन्छ। अहिले सुनेन? नसुने पनि छ। के अरे डेड लोड सरचार्ज पनि हुन्छ। हामी अहिले लाइभ लोड सरचार्जको कुरा गर्छौँ। डेड लोड सरचार्ज भनेको चाहिँ कुनै पनि एबुटमेन्ट भन्दा पनि रिटेनिङ वाल बनाउँदाखेरि हैन, रिटेनिङ वाल बनाउँदाखेरि हामीले एउटा रिटेनिङ वाल बनायो रोडमा कतैतिर, त्यसमा एउटा ठुलो चाहिँ घर बनाएको छ भने त्यो घर चाहिँ त्यो के अरे रिटेनिङको लागि चाहिँ डेड लोड सरचार्ज भन्ने गरिन्छ। हाम्रो एबुटमेन्टमा त ठ्याक्क पछाडि त घर बनाउनु कुरा आएन, कुनै एउटा चाहिँ स्ट्रक्चर बनाउनु कुरा आएन। तर के हुन्छ भने हाम्रो चाहिँ मोटर जाम भएर बस्दाखेरि चाहिँ पछाडि धेरै मोटरहरू हुनसक्छ हैन, त्यो लाइभ लोड हो। त्यसले गर्दाखेरि पनि एबुटमेन्टमा एउटा होरिजोन्टल प्रेसर दिन्छ, त्यसलाई हामी लाइभ लोड सरचार्ज भन्छौँ हैन। त्यो लिनुपर्छ। त्यसपछि हामीले चाहिँ सिस्मिक लोड लिनुपर्छ, हिजो मैले भने, र डाइनामिक अर्थ प्रेसर पनि लिनुपर्छ। एउटा चाहिँ तपाईँको अर्थ प्रेसर हुन्छ, स्ट्याटिक अर्थ प्रेसर जुन हामी गरेकै छौँ के हाफ गामा एफ भनेर हैन। अर्को चिज चाहिँ डाइनामिक, त्यसैको सिस्मिक आउँदाखेरि हामी सिस्मिक लोड लिँदैनौँ, डाइनामिक अर्थ प्रेसर भन्छ, अझ डाइनामिक इन्क्रिमेन्ट भन्छ। अहिले हाम्रो प्यारालिक कोड सहित हामी चाहिँ अगाडि बढ्ने अझ बुझाउने प्रयास गर्छौँ। अनि त्यसपछि अरू लोड के आउँछ भनेदेखि अब विन्ड लोड हैन। विन्ड लोड चाहिँ लिनुपर्छ, तर चाहिँ पियरमा जति एबुटमेन्टमा असर गर्दैन। किनभने ट्रान्सभर्सली 11 मिटर 12 मिटरको